enjoy it. Hope you welcome. I miss you. Like and share. Subscribe. Sunrise हेर्न जाम. Start now. घामको पहिलो झुल्को हेर्नका लागि मलाई जिन्दगीले उठाएको त्यो बिहानको चिसो निकै चिसो अनि त्यो मेरो थकानले गर्दाखेरि बिहान उठ्न मलाई निकै नै गाह्रो भएको थियो। तर बिहानको झुल्को घाम हेर्न छुट्छु कि भन्ने डरले फ्रेस हुनतिर मन लागे। त्यसपछि मैले जुत्ता लगाउन थालेँ। जुत्ता लगाइसकेपछि मैले ज्याकेट लगाउँछु। जाडो धेरै नै भएको कारणले गर्दाखेरि मैले टोपी गलबन्दी सबै थोक लगाएर अनि त्यसपछि मैले टोपी मजाले लगाउँछु र टोपी लगाइसकेपछि अनि कस्तो देखिन्छु भनेर यसो चस्मा पनि लगाइहेर्छु। घडी लाउँछु, त्यसै गरी ब्रासलेट लगाउँछु। ब्रासलेट लगाइसकेपछि अनि म रेडी भइसकेपछि करिब 5 बजेतिर बाहिर निस्केर हेर्दाखेरि निकै नै सोचे भन्दा नि धेरै नै जाडो रहेछ। सूर्योदय हेर्न करिब 15-20 मिनटको पैदल यात्रा गर्नुपर्ने रहेछ। त्यसैले हाम्रो टिम जिन्दगी अगाडि बढ्यौँ। अब भने करिब 10 मिनटको उकालो बाटो रहेको छ। बीचमा पैदल यात्रा गर्न नसक्नेका लागि घोडाको व्यवस्था समेत गरिएको रहेछ। 10 मिनटको यात्रा पछि हामी माथि अन्तु डाँडा पुग्छौँ। बिहान 5:30 बजेदेखि नै यो पहिलो फेस देखिन सुरु गरिसकेको छ र दोस्रो फेस समेतमा यस्तो देखिएको छ र हामीले 2-4वटा फेस बनाएर हजुरहरूलाई यो सूर्य कसरी उदाएको छ त्यसरी देखाएका छौँ। भिडियो स्किप नगरिकन हेर्नुहोला। धरतीलाई चिर्दै आकाशतिर बढेको सूर्योदय हेर्न निकै नै रमाइलो र अनौठो रहेको स्थान हो। सबैभन्दा पहिलो घामको झुल्को खस्ने स्थान श्री अन्तु डाँडा रहेको छ। समुद्री सतहबाट करिब 2300 मिटर उचाइमा रहेको यो स्थान दिनमा समेत चिसो हुने गर्दछ। त्यसैले यहाँ आउँदा साथमा न्यानो कपडा नछुटाउनु होला। यहाँबाट नेपालको दोस्रो र विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल पनि देखिने। विग्रहमा 2043 सालमा यो डाँडाको नाम दिपेन्द्र शेखर राखेको भए तापनि हाल श्री अन्तु डाँडाकै नामले चिनिने। सूर्योदय नहेर्ने भए दिनमा आउँदा पनि निकै रमाइलो स्थान रहेको छ। तर म सिफारिस गर्छु कि यहाँ आएपछि बिहानको सूर्योदय हेर्नुहोला। यहाँको वरिपरि आउँदा जाँदा बाटोभरि नै सल्लाहका बोटहरू देखिने, निकै नै रमाइलो लाग्ने। प्रकृतिले निकै नै सुन्दरता यो ठाउँ घुम्नका लागि निकै नै रमाइलो। निकै बेर हामी घुमिसकेपछि टिम जिन्दगी अगाडि बढ्यौँ। मेरो क्यामेराले सुन्दरताको एक अंश पनि कैद गर्न सकेन। तपाईँ एकपटक आफ्नै आँखाले अन्तु हेर्न आउने हो कि?
क्यूटी Subscribe, work out for more.